दर्शकगण आज एसई को दोस्रो दिनको परीक्षा हुन गइरहेको छ। तपाईँ हेर्न सक्नुहुन्छ आज श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय गौशाला हेर्न सक्नुहुन्छ। विद्यार्थीहरूको लाइन लागिसकेका छन्, हेर्न सक्नुहुन्छ। एक झलक पनि भइरहेका छन् जो तपाईँ म देखाइरहेको छु। हेर्न सक्नुहुन्छ दर्शकगण एक एक गरेर चेक भइरहेको छ। यहाँ प्रहरी प्रशासन शिक्षक शिक्षिका सबै लाइनमा भएर उपस्थित भएर चेक हुँदैछ जो तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ एसीको आज दोस्रो दिन भएको कारणले गर्दाखेरि अरूभन्दा गौशाला नगरपालिकाको यो विद्यालयमा झनै अहिले कडासँग जाँच भइरहेको छ जो तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ यो गौशाला नगरपालिकाको महत्त्वपूर्ण विद्यालय मध्ये एउटा गौशाला नमुना पनि विद्यालय हो जो जाँच भइरहेको छ जो तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ एक विद्यार्थीहरूको चेक भइरहेको छ जो तपाईँ हेर्न सक्नुहुन्छ। शिक्षक शिक्षिका सबैको चेक हुँदैछ जो तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ गौशाला नमुना विद्यालय मध्ये एउटा ठुलो विद्यालय, भरपर्दो विद्यालय, योग्य शिक्षक योग शिक्षिकाहरू तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ चेक भइरहेको छ। प्रहरी प्रशासनको पनि त्यसकै दायित्व हुन्छ पनि। यहाँ दर्शकबिन जो तपाईँ हेर्न सक्नुहुन्छ। यहाँको गौशाला नगरपालिकाको यो विद्यालय हेर्न सक्नुहुन्छ। पुरै बढी चेक भइरहेको छ जो तपाईँ हेर्न सक्नुहुन्छ। छात्रा दुवैको बढी चेक भइरहेको छ। कुनै किसिमको चिरचुलीको किताब कपी लिन पाउन छैन हाम्रो व्यवस्थाको अनुसार, त्यस अनुसार चेक भइरहेको छ जो तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ। जुत्ता मुजा सब खोलेर देखाइराख्नु भएको छ जो तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ। सबैको हेर्न सक्नुहुन्छ। चेक भइरहेको छ। सबैको चेक भइरहेको छ। लाइन बेलाइन सबैको चेक हुँदैछ। कुनै किसिमको किताब कपी चिट लिएर जाने पाउने छैन जो तपाईँ हेर्न सक्नुहुन्छ। यो गौशाला यहाँ तपाईँको निजी विद्यालय पनिको विद्यार्थीहरू छन्, सामुदायिक विद्यालयको विद्यार्थीहरू पनि छन् यहाँ जो तपाईँ हेर्न सक्नुहुन्छ। पुरै एसीमा जति टाइट हुनुपर्ने हो त्योभन्दा झन् गौशालामा अहिले टाइट भइरहेको छ। तर पनि कहीँ हिजोको दिनमा घटेको घटनाले तर्साएको छ, झस्काएको छ हामीहरूलाई पनि। वास्तवमा विद्यार्थीहरूको यो भविष्यको कुरो हो, यो जिन्दगीको कुरो हो। योभन्दा अगाडि गएर धेरै गर्न सक्नुहुन्छ उहाँहरू। तर अध्ययन गरेर मात्र हुँदैन, परीक्षाहरू परीक्षामा नियम कानुन अनुसार पढ्नुपर्छ, लेख्नुपर्छ, सबै हेर्न सक्नुहुन्छ। यो गौशालामा हामी अहिले उपस्थित भएका छौँ जो तपाईँ हेर्न सक्नुहुन्छ। एक विद्यार्थीहरूको बडी चेक भइरहेको छ जो तपाईँ हेर्न सक्नुहुन्छ। दुवैतिर छात्रा दुवैतर्फ चेक भइरहेको छ जो तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ। अब यस सम्बन्धमा केन्द्र अध्यक्ष पनि हुनुहुन्छ, उहाँसँग केही कुराकानी गर्न गइरहेको छु। उहाँ केन्द्र अध्यक्ष हुनुहुन्छ विनोद कुमार महतोजी। म उहाँसँग केही कुराकानी गर्न प्रयास गर्नेछु। वास्तवमा परीक्षा कस्तो र कुन मर्यादा किसिमबाट भइरहेको छ। सर तपाईँलाई जी खबरमा स्वागत छ। धन्यवाद नरेन्द्रजी। आज तपाईँको दोस्रो दिन छ। हजुर, कुन किसिमले कुन हिसाबले परीक्षा हिजो गयो र आज हुन गइरहेको छ? हाम्रो केन्द्रमा एकदम मर्यादित किसिमबाट परीक्षा सञ्चालन भएको छ। बाहिर अभिभावकजीहरू पनि भिडभाड गर्नुहुन र भित्र विद्यार्थीहरू पनि चिट रहित शान्तिपूर्ण वातावरणमा परीक्षा दिइरहेका छन्। यसमा म एकदम खुसी पनि छु कि हाम्रा अभिभावकहरूले धेरै सहयोग गर्नुभएको छ। यहाँको पुलिस प्रशासनबाट कति सहयोग पाउनु? पुलिस प्रशासनबाट धेरै सहयोग पाएका छौँ। उहाँहरूले हामीलाई निर्देशन दिनुभएको छ, केही भयो भने तपाईँ तुरन्त हामीलाई जानकारी गराउनुहोस्। सर हिजोको घटना जुन आफ्नो मोतरीमा घट्यो, हजुर, त्यस्तो गौशालामा यसमा यो विद्यालयमा छ कि छैन? यो विद्यालयमा घट्दैन, ढुक्क रहनुहोस् तपाईँ।
र हामी सबैभन्दा एउटा महत्त्वपूर्ण कुरा के छ, सिसी क्यामेरा हाम्रो चालु रहन्छ, त्यो अवस्थामा परीक्षा छ। सर अहिले हामी देखिरहेका छौँ, तपाईँ पनि देख्नुहुन्छ पुरै बढी चेक भइरहेको छ यहाँ। हजुर हजुर, त्यसमा कुनै किसिमको पनि कमी छैन तपाईहरू एकदम। तर भित्री किताब कहाँबाट आउँछ विद्यार्थीहरू? आउँदैन, भित्र हुँदैन किताब, हेर्नुहोस्, हुँदैन। यदि त्यस्तो भयो भने तब के हुन्छ तपाईहरू? 100% मा 5% 10%लाई त कम्प्युटरले पनि रोक्न सक्दैन। अब 5% अब कतैबाट कहीँबाट छ भने त्यो त भन्न सक्दैन। एउटा कुरा अहिले भर्खर अहिले हाम्रो मुख्यमन्त्रीज्यूले जुन कुरा भन्नुभएको थियो, त्यसमा तपाईँ पोजिटिभ हुनुहुन्छ कि नेगेटिभ? म उहाँको विचारसित पोजिटिभ छु। जाँच हुनुपर्ने थियो, एकदम यस्तै केन्द्राध्यक्षलाई कारबाही हुनुपर्ने थियो, गार्डहरूलाई कारबाही हुनुपर्ने थियो, अन्यको केन्द्राध्यक्ष ल्याउनु पर्ने थियो। तर दुःखको कारण हाम्रो गृहमन्त्रीज्यूले शिक्षा समितिले त्यो कुरालाई मान्नु भएन। अब तपाईँको विद्यालयमा यहाँ कुन कुन विद्यालयको विद्यार्थीहरू छ यहाँ? हाम्रो विद्यालयमा मावि भानुभक्त, नवक्षितिज मावि निगौल, राष्ट्रिय मावि नवराजपुर, सरस्वती मावि घण्टाबारीका विद्यार्थीहरू छ। जस्तै मार्केटमा हल्ला छ अहिले केन्द्राध्यक्षहरू बिक्री भइसकेको छ सेन्टरहरू, यसमा कति सत्यता छ? वाहियात हल्ला मात्र हो, त्यस्तो बिक्री हुने कुनै कामै छैन। यो सामुदायिक विद्यालयले यस्तो गर्दैन, तर निजी विद्यालयहरूको त्यस्तो गुनासो आउँछ। निजी विद्यालयहरू खरिद बिक्रीमा लागेको हुन्छ, विज्ञता पनि छ। यो अवस्थामा अहिलेको समयमा छ कि छैन? यदि त्यस्तो कुनै प्रमाण फेला पर्यो भने कारबाही सहन तयार छ। धन्यवाद। दर्शकगण, भर्खर सुन्नु भएको छ यहाँका केन्द्राध्यक्ष हुनुहुन्छ विनोद कुमार महतोज्यू, जो गौशाला माविका पुरपनि हुन्छ। उहाँसँग म धेरै तर्साएको कुरा पनि गरेका थियो। विगतमा घटेको घटनालाई उहाँलाई सम्झिनु भएको होला। वास्तवमा यहाँका निजी विद्यालयका केही विद्यालयहरूले खरिद बिक्री पनि विगतमा गरेका थिए, तर यस कुरामा उहाँले साफ इन्कार गर्नुभयो। तर कुनै विद्यार्थी परीक्षामा चिट चोर्न पाउने छैन, उहाँले त्यस्तो व्यवस्था मिलाउनु भएको छ, जो तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ अहिले पनि टाइट भइरहेका छ, अहिले पनि चेक भइरहेका छ। उहाँले स्पष्ट शब्दमा मलाई एक कुरा भन्नुभएको छ। अरू विद्यालयमा जे जति भएको छ, हाम्रो यो गौशाला नमुना विद्यालयमा त्यस्तो हुनै सक्दैन, उहाँले भनिसक्नु भएको छ। तपाईँ हेर्न सक्नुहुन्छ, एक विद्यार्थीहरूको चेक भइरहेको छ। हाम्रो यहाँ महिला दिदी बहिनी सबैले यहाँ किसिमबाट चेक गरिराख्नु भएको छ, जो तपाईँ हेर्न सक्नुहुन्छ। हाम्रो यही हो गौशाला नमुना विद्यालय, तपाईँको यही हो। महोत्तरी जिल्लाको प्रमुख बजार केन्द्र मध्ये हाम्रो यो गौशाला नगरपालिकाको यो गौशाला बजार प्रमुख केन्द्र भएको कारणले गर्दाखेरि यहाँ सबैको ध्यान हुन्छ। यहाँ हरेक गार्जियनको ध्यान हुन्छ, हरेक टिचरको ध्यान हुन्छ, हरेक कर्मचारीको ध्यान हुन्छ, हरेक व्यापारीको ध्यान हुन्छ यो गौशाला माविको लागि। तर तपाईँ हेर्न सक्नुहुन्छ, यहाँ अब भर्खर अब 8 बजेदेखि परीक्षा सञ्चालन हुनेछ। अब विद्यार्थीहरूले भित्र प्रवेश गरिसकेका छन्, जो तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ एक विद्यार्थीहरू प्रवेश गरेका छन्, एकको जाँच भएका छन्, एउटालाई पनि जाँच नदिकन पास भएका छैन, जो तपाईँ हेर्नु भएको छ यहाँ। तर विद्यार्थीहरूको जीवनको सवाल हो, विद्यार्थीहरूको जिन्दगीको सवाल हो। अब यहाँबाट पढ लेखेर उनीहरू अगाडि बढ्न सक्छन्। धेरै गार्जियनको, धेरै अभिभावकहरूको पनि आफ्नो बालबालिकामाथि गर्व भएको होला। हाम्रो विद्यार्थीहरूले, हाम्रो विद्यालयका विद्यार्थीहरूले, हाम्रा छात्रहरूले राम्रोसँग पढोस् र देश र यो प्रगतितिर जाओस् भन्ने सबैको उद्देश्य हुन्छन्। तर यसैमा धेरै यस्तो पनि विद्यार्थीहरू हुन्छन् जो अभिभावकको बिना, अनुशासनको बिना कार्य पनि गर्दै रहेछ। हामीले विगत पनि पाइएका थिए। तर तपाईँ हेर्न सक्नुहुन्छ दर्शक, यहाँ यही हो गौशाला नगरपालिकाको सम्पूर्ण भव्य रूपमा हामी देखिरहेका छौँ। आज दोस्रो दिन, यसको आज दोस्रो दिन परेको कारणले गर्दाखेरि एक विद्यार्थीहरूको जाँच भइरहेको छ। धन्यवाद, नमस्ते। तपाईँ यहाँ गार्ड भनेको निरीक्षक हो होइन? अनि यो जति परीक्षा केन्द्रमा जति परीक्षा दिने सहभागी विद्यार्थी भाइ बहिनीहरू हुन्छन्, उहाँहरूको एउटा अनुशासनमा रहेर, मर्यादितमा रहेर होइन, उहाँहरूलाई कुनै पनि किसिमको समस्या नहोस्, यो सबै कुराको ध्यान दिँदै गार्डलाई चाहिँ एउटा पनि चिट अथवा के हुन्छन् भनेदेखि बाहिरबाट आएको फल्याबाट चोरी नहोस्, र उहाँहरूलाई एकदम लेख्ने विद्यार्थी भाइ बहिनीहरूलाई एउटा लेख्ने वातावरण बनाइदिने काम चाहिँ गार्डको हो। हिजोको जुन घटना हाम्रो महोत्तरीमा घट्यो, हजुर, तपाईँलाई पनि जानकारी छ, पुरा दुनियाँलाई जानकारी भइसकेको छ। हाम्रो यो केन्द्रमा, गौशालाको यो केन्द्रमा यस्तो घटना हुनबाट बच्नबाट
केही उपायहरू सोच्नु भएको छ तपाईँहरूले? होइन, हामीहरूको त यहाँ प्रहरीहरू चाहिँ बाहिर घेरामा तैनात हुन्छन्। त्यसपछि तपाईँहरूको शिक्षकहरू चाहिँ भित्र तैनात हुन्छन्। अनि त्योभन्दा पनि बेस्ट छ हाम्रो विद्यालयमा चाहिँ सीसी क्यामेरा छ। त्यो हामीहरूको खुलै हुन्छन्, सीसी क्यामेरा खुलै हुन्छन् र एकदम शान्त वातावरणमा। अब सीसी क्यामेरा नै भनेको तपाईँको प्रत्यक्ष पुरा देख्न सकिने हुन्छन्। तपाईँ अफिसमा बसेर होस् अथवा तपाईको मोबाइलमा लिङ्क छ भने त्यहाँबाट हेर्न पनि सक्नुहुन्छ। तर खास गरी सीसी क्यामेरा स्कुलमै हुन्छन् र स्कुलको अफिसबाट हेर्दाखेरि कुन विद्यार्थीले चिट चोरी गरिरहेका छन्, कुन गार्डले चिट चोरी गर्न दिइरहेका छन् छर्लङ्ग देखिन्छ। त्यसकारण यहाँ कुनै किसिमको मलाई लाग्दैन कि यो गोशाला नमुना माध्यमिक विद्यालयमा चाहिँ कुनै किसिमको घटना हुँदैन भने जस्तो लाग्छ र त्यस्तो चिट चोरी यताउता केही हुँदैन भने मलाई जस्तो लाग्छ। आज परीक्षाको दोस्रो दिन मात्रै हो, तपाईँले नै हेरिहाल्नुभयो कि चिट कति निस्कियो यहाँ कागजातहरू, र बाहिर पनि तपाईँहरू हेर्नुहोस्। कुनै यस्तो कुरा हुन्छ भने हाम्रो केन्द्र अध्यक्षज्यूलाई तपाईँहरू डाइरेक्ट जानकारी दिन सक्नुहुन्छ। यहाँ निजी विद्यालयको पनि विद्यार्थीहरू हजुर हजुर तर विगतमा सुनेका थिए तपाईँहरूको जानकारी भएको होला, खरिद बिक्री भएको थियो। यसपालि के छ, तपाईँलाई केही जानकारी छ यस सम्बन्धमा? अब यो खरिद बिक्री भनेको कुराहरू हामीहरूलाई जानकारी हुँदैन होइन। तर पोरपरार खरिद बिक्री भएको थियो कि थियो त म भन्न सक्दिनँ सर। तर यसपालि चाहिँ तपाईँको यो मध्य प्रदेशको जुन मुख्यमन्त्री हुनुहुन्छ सतीश सिंहज्यूले अगाडि नै सबै सूचना जारी गरिदिनु भयो होइन। तर उहाँहरूको कुरा त मान्नु भएन यहाँको? होइन, उहाँहरूको कुरा कसले मानेन, कसले के गर्यो त्यो म प्रसङ्गमा जान चाहँदैन। तपाईँको नजरमा उहाँले जे कुरा भन्नुभएको थियो त्यो ठिक थियो? एकदम ठिक थियो, हुनुपर्ने थियो, एकदम सही। र दुर्भाग्य भयो उहाँको कुरा चल्न सकेन, उहाँ यो परीक्षाबाट ब्याक हुनुभयो। अब तपाईँको विचार के छ, परीक्षा कस्तो हुनुपर्छ अरू विद्यालयमा? अब मेरो विचारमा म सम्पूर्ण परीक्षार्थी भाइ बहिनीहरूलाई म यही भन्न चाहन्छु, तपाईँहरूको चाहिँ यो 10 वर्ष तपाईँहरू लगाएर एउटा चाहिँ यो माध्यमिक परीक्षा जुन पहिला यो फलामेको गेट भन्ने गरिन्थ्यो र धेरै हर्षोल्लास चाहिँ एकदम खुसीका साथ विद्यार्थीहरू चाहिँ अगाडि बढ्दै थिए। त्यसै त्यही फलामे गेट SEE तपाईँहरूको हो भनेर म परीक्षार्थीहरूलाई भन्छु र यो 10 वर्षको चाहिँ एउटा मेहनतको फल हो। त्यसकारण तपाईँहरूलाई चाहिँ अगाडि जानु छ भने एउटा पनि चिट नचोरिकन एकदम अनुशासनमा रहिकन क्लासमा हो हल्ला नगरिकन शान्तपूर्वक परीक्षा दियो भने तपाईँको भविष्य अगाडि एकदम राम्रो हुनेछ र एकदम राम्रो गर्दै जानुस् भनेर म सबै SLC दिने विद्यार्थी, SE दिने विद्यार्थी भाइ बहिनीहरूलाई शुभकामना दिन चाहन्छु।